लोकतन्त्रमा नि सबैभन्दा ठूलो कुरा के हो? नम्बरहरू हो। संसदभित्रका केही खास नम्बरहरूले नै देश कसले चलाउँछ, कस्ता कानून बन्छन् र देश कुन बाटोमा जान्छ भन्ने कुराको फैसला गर्छन्। नेपालको संसदीय राजनीतिमा पहिलो जादुई अङ्क हो 138। हो 138। यो त्यो सङ्ख्या हो जसले सरकार बनाउने र देशको दैनिक कामकाज चलाउने चाबी हातमा थमाउँछ। र त्यसपछि आउँछ अर्को अझै शक्तिशाली अङ्क 184। 184 यो सङ्ख्याले त साधारण शक्ति मात्रै होइन, देशको संविधान जस्तो मूल कानून नै बदल्न सक्ने असाधारण अधिकार दिन्छ। त्यसो भए यी दुईटा नम्बरमा आखिर फरक के छ त? सजिलो भाषामा भन्दा एउटाले देश चलाउँछ तर अर्कोसँग त खेलको नियमै परिवर्तन गर्ने शक्ति हुन्छ। आज हामी यही शक्ति र महाशक्ति बीचको फरक के हो त्यही केलाउँदैछौँ। आज हामी के कुरा गर्छौं छोटकरीमा हेरौँ है। सुरुमा नेपालको संसदीय शक्तिका दुई तह बुझ्नेछौँ, त्यसपछि साधारण बहुमत र 2/3 बहुमतको शक्तिबारे गहिराइमा जानेछौँ, अनि यी दुईको तुलना गर्दै अन्त्यमा शक्तिको सन्तुलनबारे पनि चर्चा गर्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, नेपालको शक्तिका दुई तह। यसले हामीलाई संसदभित्रको शक्तिको समग्र चित्र बुझ्न एकदमै मद्दत गर्नेछ। नेपालको प्रतिनिधि सभामा जम्मा सदस्य सङ्ख्या कति? 275। अब यो चार्टमा देख्न सकिन्छ 138 सिट भनेको सामान्य बहुमतको रेखा हो जसले सरकार बनाउँछ, अनि 184 सिट भनेको चाहिँ 2/3 को शक्तिशाली बहुमत। संसदीय शक्तिको पूरा खेल नै यही 2 नम्बरको वरिपरि घुम्छ। अब अलिक गहिराइमा जाउँ है। पहिला कुरा गरौँ साधारण बहुमतको। यसलाई देशको दैनिक शासन चलाउने इन्जिनको रूपमा पनि बुझ्न सकिन्छ। साधारण बहुमत भनेको के हो त? सिधा भाषामा भन्दा 275 जना सांसदमध्ये कम्तीमा 138 जनाको समर्थन पाउनु हो। यो बिना त न सरकार बन्छ न त टिक्छ। यो नै सरकारको लागि अनिवार्य शर्त हो। अनि 138 सिट भएपछि के गर्न पाइन्छ त? ल हेर्नुहोस् है, सरकार बनाउन पाइयो, देशको वार्षिक बजेट पास गर्न पाइयो, संसदमा आफ्नो विश्वास छ भनेर देखाउन पाइयो र सामान्य कानूनहरू बनाउन पाइयो। मूलत देशको प्रशासनिक र आर्थिक काम चलाउने शक्ति हो यो। अब साधारण शक्तिबाट माथि उठेर कुरा गरौँ महाबहुमतको, अर्थात् 2/3 बहुमतको। यो सामान्य होइन, यो त एउटा असाधारण शक्ति हो। 2/3 बहुमत, जसलाई सुपर मेजोरिटी पनि भनिन्छ, यो पाउन त 275 मध्ये कम्तीमा 184 सांसदको समर्थन चाहिन्छ। यसले सामान्य कानूनभन्दा माथि उठेर देशको संवैधानिक संरचनामै हेरफेर गर्ने ढोका खोल्छ। अनि यो महाशक्तिले के गर्न सक्छ त? संविधान नै संशोधन गर्न सक्छ, प्रधान न्यायाधीश वा राष्ट्रपति जस्ता उच्च पदस्थ व्यक्तिलाई महाभियोग लगाउन सक्छ, देशलाई असर गर्ने ठूला अन्तर्राष्ट्रिय सन्धि सम्झौता पास गर्न सक्छ, अनि देशमा सङ्कटकाल घोषणा पनि गर्न सक्छ। तर संविधान संशोधन र सङ्कटकाल जस्ता कुरामा चाहिँ राष्ट्रिय सभाको पनि समर्थन अनिवार्य हुन्छ है। ल अब यी दुईलाई ठिक आम्ने सामने राखेर हेरौँ न त। यसरी तुलना गरेपछि कुरा झनै छर्लङ्ग हुन्छ। यो तालिकाले त सबै कुरा सफा देखाइहाल्छ। सरकार बनाउने, बजेट पास गर्ने, यी काम त साधारण बहुमतले पनि गर्न सक्छ। 2/3 त झन् सक्ने नै भयो। तर जब कुरा संविधान संशोधन, महाभियोग र ठूला सन्धिहरूको आउँछ, त्यहाँ साधारण बहुमतको केही लाग्दैन। त्यसका लागि त 2/3 नै चाहिन्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। 2/3 बहुमत भयो भन्दैमा जे पनि गर्न पाइन्छ त? पाइँदैन। संविधानको धारा 274ले स्पष्ट भनेको छ कि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता जस्ता आधारभूत कुराहरूमा कुनै पनि हालतमा संशोधन गर्न सकिँदैन। यो चाहिँ लक्ष्मण रेखा हो। अब हाम्रो अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुग्यौं, शक्तिको सन्तुलन, अर्थात् स्थायित्व र जवाफदेहिता बीचको नाजुक सम्बन्ध। यसबारेमा संविधानविद भीमार्जुन आचार्यको एउटा निकै रोचक भनाइ छ। उहाँ के भन्नुहुन्छ भने, जब सरकारसँग 2/3 जस्तो भीमकाय बहुमत हुँदैन, तब संसदमा प्रतिपक्ष बलियो हुन्छ र बलियो प्रतिपक्षले सरकारलाई जहिले पनि प्रश्न गर्छ, जसले गर्दा सरकार बढी जवाफदेही बन्न बाध्य हुन्छ। यसलाई अझै सजिलोसँग बुझौँ है।
एकातिर छ साधारण बहुमत जसले बलियो प्रतिपक्षलाई ठाउँ दिन्छ र सरकारलाई जवाफदेही बनाइराख्छ। अर्कोतिर छ 2/3 बहुमत जसले देशलाई अपार राजनीतिक स्थिरता दिन सक्छ र ठूला परिवर्तन गर्न सक्छ। तर यसले प्रतिपक्षलाई कमजोर बनाउने र सरकार अलि बढी शक्तिशाली हुने जोखिम पनि सँगै ल्याउँछ।